आज रविवारको दिन लेटङ 5बाट आउनुभएको श्री लक्ष्मी नौमेती बाजा महिला सङ्घको सदस्यहरू आज श्री जगतजननी पार्वती देवी पाथिभाडा आमाको मन्दिर आउनुभएको छ र उहाँको नौमेती बाजाको पूजा गर्नुहुँदैछ। हाम्रो वरिष्ठ मन्दिरको ममता आमा हुनुहुन्छ। अरू हाम्रो श्री जगतजननी पार्वती देवी पाथिभाडा आमा को मन्दिरको श्री अध्यक्षज्यू श्री बमबहादुरजीले उहाँहरूलाई खाता दिएर सम्मान गर्नुहुँदैछ र आमाले चाहिँ उहाँहरूलाई अबिर टीका फुल दिएर उहाँहरूलाई सम्मान गर्नुहुँदैछ र उहाँको सम्पूर्ण टिमलाई हाम्रो श्री जगतजननी पार्वती देवी पाथिभाडा आमाको मन्दिरको सम्पूर्ण टिमबाट उहाँलाई धेरै धेरै आभार व्यक्त गर्दैछौँ। उहाँहरू आज हाम्रो मन्दिर आउनुभयो, आफ्नो नौमती बाजा लिएर आउनु भएको छ र उहाँहरूको लागि धेरै धेरै सम्मान र उहाँलाई तालिया, उहाँलाई धेरै धेरै धन्यवाद छ। अनि उहाँ श्री लक्ष्मी नौमती बाजाको महिला सङ्घको सबै सदस्यहरू आउनु भएको छ र उहाँलाई सम्मान गर्ने अबिर टीका लगाई उहाँलाई खाता लगाउने कार्यक्रम भइरहेछ। आज चाहिँ हामी छौँ श्री जगतजननी पार्वती देवी पाथिभाडा आमाको मन्दिरमा। उहाँहरूको ग्रुपको साथसाथ उहाँ दुईजना हुनुहुन्छ र उहाँलाई पनि धेरै धेरै आभार प्रकट गर्दैछौँ र खाता लगाएर उहाँलाई पनि सम्मान गर्दैछौँ। अनि यो चाहिँ हाम्रो मन्दिरको तर्फबाट उहाँलाई सानो भेट ल, यस्तो गर्मीमा उहाँहरू आउनु भएको छ, उहाँलाई सानो भेट दिएर उहाँहरूलाई सम्मान गर्दैछौँ र उहाँले अब सम्मानलाई स्वीकार गरी अब चाहिँ हाम्रो मन्दिरको अध्यक्ष श्री बमबहादुरज्यूले केही शब्द उहाँहरूको लागि, हाम्रो मन्दिरको लागि र उहाँहरूको लागि भन्नुहुँदैछ। ल, एकछिन उहाँको शब्दलाई सुनिदिउँ। पाथिभाडा मन्दिरमा के पो भन्नुभयो? श्री लक्ष्मी यो महिला नौमती बाजा संस्था यहाँसम्म आएर एउटा आफ्नो आशीर्वाद ग्रहण गर्न, प्लस अब हाम्रो मन्दिरलाई पनि यस्तो केही हुन्छ कि भनेर अब यहाँनिर आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। हामी पनि अब यो मन्दिर व्यवस्थापन गर्न सकिरहेको छैनौँ। अब एकदमै के भन्ने, अब ढकढकाउने ठाउँमा ढकढकाइरहेको अवस्था हो र पनि अहिले हामी चाहिँ एकदम नाजुक अवस्थामा छौँ। दुःख सुख काम चलाइरहेको छौँ। यहाँ पानीको अभाव छ, हरेक कुराहरू अभाव छ। अब त्यो अभाव सँगसँगै पनि अब तपाईँहरू आइदिनु भयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। यहाँ आइदिएर आफ्नो प्रगतिहरू अब के कसरी हुन्छ, अब हामीले जे जस्तो आफ्नो तरिकाबाट गऱ्यौँ। तपाईँहरूले अब आफ्नो पनि एकदम कष्ट होस्, तपाईँहरूको संस्थाहरू अब यसरी नै एडभर्टाइजिङ नै गरेर भनौँ प्रचार प्रसारै गरेर नै अब सबै राम्रो हुने हो। एउटा नगरपालिकाकै अब यस्तो त अरू नगरपालिका मैले सुनेको पनि थिइनँ। यो हाम्रो लेटाङमै पहिलो हो कि त? जस अब यसरी एउटा आत्मा चाहिँ बल दौरो बनाएर संस्कार संस्कृतिलाई एउटा संरक्षण गर्नुभएको छ। यसमा चाहिँ अब हाम्रो पाथिभाडा मन्दिर प्लस मेरो व्यक्तिगत तर्फबाट पनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। अब अरू त के भनौँ, अब समयअनुसार अब के अब समस्याहरू समाधान गर्दै जानुपर्छ। तपाईँहरूले अब यहाँसम्म आइदिनु भयो, आशीर्वाद दिनुहोस् र यो नगर मात्रै नभएर वार्ड मात्रै नभएर भोलि गएर विश्वव्यापी नै बनाएर तपाईँहरू एउटा संरक्षण सहयोग भनौँ, संस्कार संस्कृति संरक्षण बनेर अगाडि बढ्नुहोस्। यही छ मेरो धेरै धेरै तपाईँहरूलाई शुभकामना र हाम्रो मन्दिरको तर्फबाट मेरो व्यक्तिगत तपाईँहरू अझै योभन्दा पनि राम्रो र यसलाई चाहिँ विश्वव्यापी नै बनाउने कोसिस गर्नुहोस् भन्ने मैले आफ्नो फोटो अब
भेट्न दर्शन गर्न पाउने परे भनेर, तर बिचमा के गर्नु, यस्तै भाग्यले साथ दिएन। फेरि पनि आउनेछु भन्दै यहाँहरूकोले दिनुभएको आशीर्वाद सधैँभरि हाम्रो शिरमा, हाम्रो बाजागाजामा रहोस् भन्दै म पनि मेरा भनाइ यही अन्त्य गर्दछु। हस्त सम्पूर्णमा धन्यवाद। राम्रो यो कार्यक्रमलाई पनि मैले पनि एउटा टेवा पुर्याउँछु कि भन्ने मेरो पनि अपेक्षा होइन। गर्दाखेरि त्यो भाडाभन्दा पनि अलिकति होइन उहाँहरूको एउटा सङ्कल्पलाई चाहिँ मैले यो सानो साथ दिएको। ल सम्पूर्णमा मेरो पनि नमस्कार। अब एकदम खुसी छौँ है, यात्रा गरेर यहीँदेखि पनि पहिलो अवसर मेरो चाहिँ यहाँसम्म आइपुग्ने। कतिपय साथीहरू पाउनु पनि भएको होला। हामी यति नजिकै माछा पाथिभाराको दर्शन पाउँदा पाउँदै पनि टाढा टाढासम्म पनि गइरहेका छौँ। यसलाई हाम्रो समस्त नेपालवासीदेखि सम्पूर्ण जनसमुदायमा हाम्रो माताको दर्शन चाहिँ यहीँ नजिकै पाउने छौँ भन्ने मनमा लागोस् भन्ने म प्रार्थना गर्दछु। र हामीहरूले पनि सकेका साथ सहयोगहरू यो मन्दिरमा केही गर्नुपर्छ भनेर मनमा पक्कै पनि लिएर जानेछौँ। र हामी यो भर्खरै तालिम सिक्न सुरु भएको नै हाम्रो 12 गतेदेखि हो, 1 महिना पनि सुरु भएको छैन। यसमा चाहिँ हामीहरूले माताको दर्शन गरेर अझ बढी शक्ति पाऊँ बजाउनको लागि निकै कठिन नै हुँदो रहेछ है। त्यसो हुँदाखेरि माताकोबाट शक्ति पाऊँ भनेर आशा अपेक्षा लिएर हामी यहाँसम्म आएका छौँ। यहाँहरूको स्वागत सम्मान पाएका छौँ। त्यसमा हामी धेरै नै खुसी छौँ। यो टिम यस समूहको नेतृत्व गर्ने चाहिँ म हुँ, तर आज म आफै पनि पूजा गर्नको लागि असमर्थ नै छु। त्यसमा म मातासँग क्षमा प्रार्थी छु है। यो धरतीमा टेक्न पाउनु नै मेरो सौभाग्य हो भन्दै म मातासँग क्षमा प्रार्थी छु। यहाँ बस्नुहुने माता चाहिँ फेरि मसँग बच्चादेखिको साथी पनि हो। पिण्डेश्वरीको थान हो, पितृहरूको चाहिँ यो थान। पहिला थान चाहिँ पितृहरूको, पितृहरूदेखि फेरि यता सुरु हुन्छ हाम्रो। यो चाहिँ हाम्रो संसारी माईको थान हो। यहाँ चाहिँ गणेशजीको थान हो यो चाहिँ। श्रीलक्ष्मी औमेती बाजार महिला संस्था।
श्रीलक्ष्मी नौमतीबाट महिला महिला सङ्घको सबैजनाले मन्दिरमा 33 पट्टिको पूजा अर्चना गर्दै हजुर जाँते उतादेखि जाँते देख्छ जाँते दमकहरू सबै देख्छ
त्यस्तै पनि हुन्छ हुन्छ भयो त्यस्तै राम्रो हामीले एक मुस्ट हाम्रो ठाउँमा तिमी पाएको परेको है सामान नबुझ्ने सबैमा खुबी बजाउनु अरू बाजाहरू दर्शन गर्दै आमाको मन्दिरको परिक्रमा गर्दै बाजा बजाउँदै नमती बाजा बजाउँदै आमासँग आशीर्वाद माग्दै हिँड्नु हुँदैछ। होस् नमस्ते।
जगत जननी आमाको मन्दिरको परिक्रमा गर्दै श्री लक्ष्मी अनुमति बाजा महिला सङ्घ लेटन 5बाट आउनुभएको महिला सङ्घ क्लबको श्री लक्ष्मी नौमती बाजाको लागि होइन एक दिन हामी बस्नु आत्मामा आएर बस्नुहुँदो रहेछ। तपाईँ हामीले शिलामा देखे जस्तो फोटोमा देखे जस्तो उहाँहरू हुनुहुन्न। अब भगवान् चाहिँ हावा हो, जसको रूपमा पनि छिर्नुहुन्छ, जसको साथमा पनि बस्नुहुन्छ। मैले पनि किनभने मैले चाहिँ 6 वर्ष 7 वर्ष भयो भगवान् देख्छु फिल्ममा जस्तै 10टा हात बस्दा भन्दै बस्दा नखाइ बस्दा पनि मैले देख्नु सकिनँ। त्यो नदेखेपछि चाहिँ मैले भगवान् छैन रहेछ भनेर मैले स्वस्थ बनाउँदाखेरि उहाँले बोल्नुभयो, हामी चाहिँ हावामा हिँड्छौँ, तिमी चाहिँ हामीलाई कहाँ देख्छौ त भनेर भन्नुभयो। जस्तै शिव भगवान् विष्णु भगवान् सबै मनुष्यहरू हुँदो रहेछ, उहाँहरू हुँदा पनि मनुष्यहरू हुँदो रहेछ होइन। नहुने चिज र कहिले नबिग्रिने, कहिले नसकिने र कहिले पनि नटुट्ने चिज भनेको दुईवटा चिज रहेछ। हेर्नुहोस्, एउटा आकाश रहेछ, एउटा भूमि धरती रहेछ। यही चिज दुईवटालाई हामीले माता पिता मानेको रहेछ। उहाँहरू पनि सबै चलाउने चलाउने, उहाँ दुईजना मात्रै जुवारी खेल्नु हुँदो रहेछ। तपाईँ हाम्रो त काम छैन, किनभने यहाँ माथिबाट पानी झारिदिनुहुन्छ, उहाँले फेरि हावा माथि पुऱ्याइदिनुहुन्छ, फेरि माथि तल उहाँहरू मात्रै खेल्नुहुन्छ। तपाईँ हाम्रो चाहिँ के त भन्दा काम गर्ने, तपाईँ हामी चाहिँ हिँड्ने बोल्ने खाने। हामी चाहिँ वैकुण्ठ लोकमा बसेपछि संसार घर भनेर छोडेको रहेछ। मान्छेको कुरा काट्नु पनि पर्यो, हामीले अरूसँग झगडा गर्नु पनि पर्यो, मुखला मापलाउनु पनि, खुक्री लिएर खेद्नु पनि पर्यो। त्यो रहेछ